एमआइएस को सबैभन्दा इम्पोर्टेन्ट क्वेसन लिएर आएको छु मैले। सो सिधै साला बसमा जाम किनकि टाइम छैन। सो सबैभन्दा सुरुमा चाहिँ मैले एकदम धेरै इम्पोर्टेन्ट चाहिँ रेटिक लाउँछु, अलिअलि ठिक आई मिन जेनरल इम्पोर्टेन्ट चाहिँ यो लाउँछु, र भ्यायो भने मात्र पढ्नेवाला चाहिँ म हाइलाइट गरिदिन्छु है। सो लेट्स गो। ओके, म यहाँ लेखिदिन्छु भने रेड टेक मोस्ट इम्पोर्टेन्ट, अनि ब्लू टेक इम्पोर्टेन्ट, अनि हाइलाइट चाहिँ भ्यायो भने ल। यति गरेपछि अब जाउँ न त, सुरुमा ब्लुटिकबाटै सुरु हुन्छ होला। लेट्स सी कता जान्छौँ हामी। सो सबैभन्दा सुरुमा युनिट वानमा के पढ्ने थाहा छ? युनिट वानमा चाहिँ डिफ्रेन्स बिट्विन प्योर र पार्सियल इ कमर्स, अनि अर्को डिफ्रेन्स बिट्विन भनेको चाहिँ यो त रेटिक लगाइदिनु हुन्छ। अर्को डिफ्रेन्स बिट्विन भनेको चाहिँ इ कमर्स है, इ कमर्स भर्सेस इ बिजनेस भनेर हुन्छ। खोइ है, इ बिजनेस होइन। अनि त्यसपछि लाएर मैले यो चाहिँ रेटिक नै लगाइदिए हुन्छ। यो डिफ्रेन्स बिट्विनहरू चाहिँ नपढौँ, किनकि थ्योरिटिकल सब्जेक्टमा डिफ्रेन्स बिट्विन सोधिरहेको हुन्छ। अनि अरू भनेको क्लासिफिकेसन यान त्यान यो सब गफ हान्ने चिजहरू छ। रोल अफ इन्टरनेट यिनीहरू केही मतलब नराखे हुन्छ। एल कमर्सबाट सोधिरहेको हुन्छ। कहाँ छ लोकेसन बेस्ड कमर्स भनेको के हो, अनि लोकेसन बेस्ड कमर्स भनेको के हो, एम कमर्स भनेको के हो, एम कमर्सको कन्सेप्टहरू यताउति यिनीहरू सबै बुझ्ने। अनि अर्को भनेको जस्तै सोसल नेटवर्क्सहरू भनेको छ नि। अनि सोसल नेटवर्क भने चाहिँ हाम्रो सिम्पल सोसल मिडिया जहाँ पिपल कनेक्ट हुन्छ। सोसल नेटवर्क सर्भिस भनेको चाहिँ त्यो भित्र दिन चाहिँ इ कमर्सको सर्भिसेसहरू के होला, जस्तै फ्रेन्ड्सहरू कनेक्ट गर्न सकिन्छ, कम्युनिटीहरू बिल्ड गर्न सकिन्छ होइन। अनि अर्को चाहिँ के हो भन्दा फेसबुकको मार्केट प्लेसहरू, यिनीहरू सबै सोसल नेटवर्क सर्भिसेसभित्र पर्छ क्या। अनि लोकेसन बेस्ड सर्भिसेस रिलेटेड एकैछिन है त, म यहाँ यसो एनालाइज गर्छु अनि म ठ्याक्कै भनिदिन्छु ल। प्योर पार्सियल एल कमर्सको सर्भिसेसहरू, अनि एल कमर्सको बेरियर्सहरू के छ क्या। एल कमर्स एक्सपान्ड हुनको लागि बेरियर्सहरू यहाँ लेखेकै रहन्छ। बेरियर्सहरू के छ तिनीहरू नि इम्पोर्टेन्ट छ। अनि यहाँ छ इ कमर्सको टाइप्सहरू होला। कहाँ गयो क्लासिफिकेसन अफ इ कमर्स, यो B2B, B2C, C2B, C2C, अनि B2C, अनि सरी G2B, अनि G2C यिनीहरू छ। यिनीहरू इम्पोर्टेन्ट छ, त्यो पनि हेर्ने। अनि अरू त प्रायः जसो गफै छ होइन। सो त्यही पनि यहाँ युनिभाइट्सको नोट्समा छ। युनिभाइट्समा जाने, युनिभाइट्समा इम्पोर्टेन्ट क्वेसन भन्नु आयो अरे। युनिभाइट्समा नोट्सहरू छ, अथवा सरले नै दिएको नोट्सहरू होला। त्यसमा अब बेनिफिट्स अफ इ कमर्सहरू एन्ड स्टफ के हुन सक्ला। च्याट जिपिटीबाट भन्दा नि फर्मल कुनै नोट्सबाटै पढ्दा राम्रो हुन्छ क्या। सो अगाडि बढौँ। युनिट 2 आइओ एकदम इम्पोर्टेन्ट। डब्लुएपीको आर्किटेक्चर सोधिरहेको हुन्छ, एकदम इम्पोर्टेन्ट। अनि त्यसपछि लाएर ये आइओमै कम्पोनेन्ट अफ आइओ नि पऱ्यो होइन, एकदम इम्पोर्टेन्ट। अनि अर्को कुरा के इम्पोर्टेन्ट छ भन्दा चाहिँ एडिएसएल वाइम्याक्स डब्लुल्यानको र यसको डिफ्रेन्स बिट्विन एउटा फर्स्ट डिफ्रेन्स बिट्विन यिनीहरूको कन्सेप्ट र यसको डिफ्रेन्स बिट्विन, र 3G 4G र 5G को डिफ्रेन्स बिट्विन के हो यति हेर्ने है। यति हेरिसकेपछि अरू पुग्यो आर्किटेक्चर अफ डब्लुएपी हेर्दा डब्लुएपीको बारेमा चाहिँ बेसिकली सबै बुझ्यो हुन्छ, किनकि सोधै हुन्छ यसको यो रिलेटेड क्वेसनहरू चाहिँ। अब वायरलेस कम्युनिकेसन रिलेटेड सेक्युरिटी थ्रेट्स अथवा सेक्युरिटी इस्युजहरू के हो भन्दाखेरि के हुन्छ, जस्तै हामीले इन्क्रिप्सन प्रोभाइड गरिन भने अरूले हाम्रो प्याकेट त्यो डेटाबेसबाट चेक गर्न सक्ला, अथवा हाम्रो डेटामा इन्टरफेयरहरू हुन सक्ला, प्याकेट स्निफिङहरू हुन सक्ला होइन। त्यस्तै चिजहरू हो। सो सेक्युरिटी इस्युजहरू के हुनसक्छ र त्यो सेक्युरिटी एकदम कमन सेन्सको कुरा है। यदि कसैलाई अलिअलि पनि नेटवर्किङको बारेमा आइडिया छ भने एकदम कमन सेन्सको कुरा है। अनि अगाडि बढौँ। इन्ट्रोडक्सन टु म्यानेजमेन्टमा चाहिँ मैले अब यहाँ चाहिँ के गर्छु भन्दा रेड टिक चाहिँ म एकदम थोरै टपिक्स जस्तै आउटसोर्सिङ र अफसोरिङको डिफ्रेन्स बिट्विन एससिएम, सिआरएम र इन्टरनेसनल, यो इन्टरनेसनल नै छोडौँ। एससिएम र सिआरएम बिचमा चाहिँ के डिफ्रेन्स छ मेन, यो चाहिँ यो दुइटाको चाहिँ डिफ्रेन्स अथवा यो दुइटाको फिचर्सहरू हेरेर जाने। अनि अर्को डिफ्रेन्स बिट्विन चाहिँ एउटा के छ भन्दा टिपिएस, डिएसएस र इआइएसमा मेजर डिफ्रेन्सेस के छ। टिपिएसको फिचर्सहरू के हुन सक्ला, यो तिनटैको है, यो चाहिँ तिनटैको फिचर्सहरू के हुन सक्ला, यसको डाउन साइड अथवा डिसएडभान्टेजहरू के हुन्छ, डिसएडभान्टेजहरू के हुन सक्ला यति हेर्ने है एमआइएसमा, के अरे युनिट 3मा। अनि अरू त केही पनि छैन। अगाडि बढौँ।
अब यहाँ मेन भनेको सिआइए सेक्युरिटी रिक्वायरमेन्ट भनेको के हो? सिआइए कन्फिडेन्सियालिटी, इन्टिग्रिटी र एभाइलेबिलिटी, भाइरसेस, वर्म्स र ट्रोजन हर्स बिचको डिफ्रेन्स बिट्विन हेर्ने, अनि सिमेट्रिक भर्सेस असिमेट्रिक कीको डिफ्रेन्स बिट्विन हेर्ने, अनि यो जुन छ नि इन्क्रिप्सन एन्ड पिकेआईको जुन कन्सेप्ट छ नि यसभित्र नै सिमेट्रिक असिमेट्रिक यसलाई चाहिँ ब्लुटिक नै हालिदिनु पर्ला। सर्टिफिकेट अथोरिटी एसएसएल भनेको के हो? यसको चाहिँ कन्सेप्ट बुझे हुन्छ। भिपिएन छ, भिपिएन चाहिँ अब इम्पोर्टेन्टै छ। अर्को इम्पोर्टेन्ट भनेको आइडिएस र आइपिएस हो, आइडिएस र आइपिएस हो, आइडिएस भर्सेस आइपिएस। यसमा चाहिँ सायद टाइप्सहरू पनि हुन्छ, यिनीहरू दुइटैको टाइप्स। भिपिएन पनि आई गेस टाइप्स हुन्छ कि आर्किटेक्चर हुन्छ, त्यहाँ एउटा फिगर छ सायद आर्किटेक्चरै होला। भिपिएनको आर्किटेक्चर और टाइप्स हुन्छ, यो यसको टाइप्स हेर्ने। यो दुइटाको आर्किटेक्चर चाहिँ पर्दैन, आइडिएस र आइपिएसको आर्किटेक्चर चाहिँ पर्दैन, तर डिफ्रेन्स बिट्विन चाहिँ पर्छ। अनि फायरवालले कसरी काम गर्छ त्यो हेर्ने है। काम कसरी गर्छ भन्दा नि यसो बेसिक कन्सेप्ट यसो केही सर्ट नोट्सहरूमा आयो भने यसो छाडिदिनु हुन्छ कि त्यहाँ। अनि अथेन्टिकेसन, अथोराइजेसन र नन रिप्युडिएसन यिनीहरू भनेको के हो चाहिँ हेर्ने क्या। यो चाहिँ डेप्थमा पढ्नु पर्दैन, खालि च्याट जिपिटीतिर जाने भने के हो जस्तो यसो बुझ्ने, अनि त्यहाँ गएर यसो आफैले मिलाएर लेखिदिनुपर्छ है। अनि यहाँ चाहिँ छ इ पेमेन्टमा छ, इ पेमेन्टमा सबैभन्दा बढी सोधिरहेको चाहिँ यसमा चाहिँ यस्तरी सोधिरहेको अहिलेसम्म है। यहाँ जुन केस स्टडी भनेर लेखाएको छ नि अहिलेको प्रेजेन्ट कन्टेक्स्टमा चाहिँ इ पेमेन्ट के कसो भइरहेको जस्तै इ सेवाको बारेमा सोध्न सक्ला। यो चाहिँ जेनरल नलेजको कुराहरू सोध्ला है प्रोबेबली। त्यही पनि यहाँ मैले अब यहाँ चाहिँ के छ भन्दा इ चेकिङको प्रोसेस के हो त्यो इम्पोर्टेन्ट छ। इ चेकिङकै प्रोसेसमा एसिएचको बारेमा पनि थाहा हुन्छ भने होइन, त्यो पनि हेर्ने। अनि मोबाइल पेमेन्ट्स एन्ड स्टफ, अब यो त सजिलो जस्तो नै छ होइन। क्रिप्टो करेन्सी र भर्चुअल करेन्सीको डिफ्रेन्स बिट्विन के हेर्ने, र बिटकोइनको बारेमा सोधेको देखिरहेको थिएँ मैले। बिटकोइनको बारेमा कोइन भयो तर ठिक छ, बिटकोइनको बारेमा। अनि त्यसपछि क्रेडिट कार्ड भर्सेस डेबिट कार्ड कसरी काम गर्छ, चार्ज कार्डहरू यिनीहरू। यो मैले ब्लुटिक लाउँछु, यस्तो चाहिँ अब टपिकहरू मेरो सब्सक्राइबरलाई एकदम मजाले आउँछ। सो यो कार्डको डिफ्रेन्स बिट्विन र के बेसिक कन्सेप्ट हो तिनीहरू हेरे हुन्छ। अरू त डिजिटल वालेट भने इ सेवा एन्ड स्टफ यो त जति नि लेख्न सक्नुहुन्छ तपाईँहरूले, अरू केही छैन यहाँ। अगाडि बढौँ। युनिट 6मा के सोधेको छ भन्दा त्यो स्टुडेन्टलाई चाहिँ फन्डिङ रेज गर्ने अप्सनहरू के छ है। फन्डिङ अनलाइन बिजनेस, नि सी प्यानलको बारेमा सोधिरहेको देखाएको थिएँ मैले। नि सिएमएस त हामीले पढिसकेको नै छौँ अगाडिको सेममा। अब हजुरहरूले के कति एसइओ एकदम इम्पोर्टेन्ट टपिक। एसइओ किन इम्पोर्टेन्ट छ, एसइओ कसरी काम गर्छ, एसइओको साइकल के हो, यिनीहरू यताउति सबै इम्पोर्टेन्ट छ। अनि वेब कन्टेन्टमा चाहिँ हाम्रो टाइप्स अफ कन्टेन्ट के हुन सक्ला। अब सजिलो चाहिँ लास्ट सजिलो टपिक हो यो। सर र एकचोटि नत्र पुरै पिडिएफ पढ्यो भने नि याद हुने टपिक हो यो। के गर्नु भन्दा सर एकचोटि पिडिएफ पढ्नु, सर पिडिएफ पढ्नु। तर मैले इम्पोर्टेन्ट भनेको चिज चाहिँ राम्ररी कन्सेप्ट लिनु ल। जस्तै एसइओको भित्रको इन्टरनल टपिक्सहरू सबै इम्पोर्टेन्ट छ। सी प्यानलको बारेमा सोधिरहेको हुन्छ। अनि द प्रोसेस अफ अपलोडिङ इ कमर्स वेबसाइट टु वेब सर्भर भनेर छ। अनि अनलाइन बिजनेसलाई कसरी फन्ड गर्ने जस्तो टपिकहरू इम्पोर्टेन्ट छ। यस्तै इम्पोर्टेन्ट टपिक्सहरू छ, यति हेर्ने बस। एमएस त डन।